रक गार्डन शुक्लागण्डकी नगरपालिकाको ठिक बीच भागबाट बग्ने सेती नदीको किनारमा रहेका ढुङ्गे बगैँचा यहाँका एक महत्त्वपूर्ण पर्यटकीय क्षेत्र हो। नदीको छालसँग प्राकृतिक रूपमा कुँदिएका चट्टानका विभिन्न आकारहरूले यहाँ पुग्ने पर्यटकहरूलाई आकर्षित गरेको पाइन्छ। नदीको तटीय क्षेत्रमा अवस्थित रक गार्डन अर्थात् ढुङ्गे बगैँचा गाछे पानीबाट प्रवेश गरेर नदी किनारमा पुगेपछि देख्न सकिन्छ। गाछे पानीदेखि नदीको किनारै किनार शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका र म्याग्दे गाउँपालिकाको सङ्गम दोभान क्षेत्रसम्म अवलोकन गर्न सकिन्छ। पानीको छालले कुँदिएका कलात्मक ढुङ्गे बगैँचामा पछिल्लो समय विभिन्न चलचित्र र म्युजिक भिडियोको छायाङ्कन गर्ने क्रम बढेका छन्। रक गार्डनमा पुग्ने पर्यटकले सँगै अवलोकन गर्न सक्ने धार्मिक स्थलहरूमध्ये मुक्तिनाथ शुक्लागण्डकी सेवनधाम र शुक्ला हिलेटार शिवालय क्षेत्र पनि हुन्। हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र बन्दै गएका यी दुई धार्मिक क्षेत्रको ऐतिहासिक धार्मिक महत्त्व रहेका छन्। धार्मिक मान्यता सहित यहाँ पुग्ने धार्मिक पर्यटकहरूलाई आकर्षित गर्न शुक्लागण्डकी नगरपालिका सहित सरकारी र नागरिक स्तरबाट विभिन्न कलात्मक संरचनाहरू निर्माण भएका छन्। ध्यान, योग र साधनाका साथै प्राकृतिक मनोरम दृश्य मन पराउनेहरूका लागि शुक्ला हिलेटार क्षेत्र उपयुक्त रहेको छ भने धार्मिक र प्राकृतिक सुन्दरता सहितको वातावरणमा रम्न चाहने पर्यटकहरूलाई मुक्तिनाथ सेवनधामले आकर्षित गर्न सक्दछ।